समुदायले त के गर्छ? समुदायले त्यही पानी बाल्टिन बोक्छ लगेर भिजाएर बोरा भिजाएर लगेर उसले निभाउँछ। त्यही सोत्तर लान्छ स्याउलाले, उसले आगो निभाउँछ। उसँग भएको प्रविधि त त्यही हो नि त। कतिपय ठाउँमा घटना घटिरहेको छ होइन। हामीले आजभन्दा 4 वर्ष अगाडि गुल्मीमा चाहिँ सामुदायिक वनका सबै उपभोक्ताहरू आगो निभाउन जाँदा यति मात्रै पनि चेतना भएन कि सिल्कको लुगा लाएर जानु हुँदैन, पोलिस्टरको लुगा लगाएर भनी भएन, सुतीको कटनको लाएर जाने बचेर आयो। उसले चाहिँ जसले चाहिँ सिल्कको लुगा लगाएको थियो, पोलिस्टरको लुगा लगाएको थियो, उसको घटना घट्यो। सके समूहका साथीहरू मर्छन्, जुट्छन्, लड्छन्, भिड्छन्, जति सक्यो निभाउँछ, नसके जल्दै जान्छ। अनि त्यसपछि गएर यति भयो भनेर डाटा निस्किन्छ भने यस्ता सामान्य ज्ञानलाई चाहिँ कम्युनिटी कहाँ पुर्याउने कुरा, त्यसमा चाहिँ एक खालको एवारनेस रेजिङ गर्ने कुरा एउटा महत्त्वपूर्ण पाटो हो। सामुदायिक वनको सबैको हैसियत बराबर छैन। 22,000 सङ्गठनमा कतै रिसोर्स छ, कतै छैन। रिसोर्स नभएकै सामुदायिक वनले पनि आफ्नो हिसाबबाट एवारनेस रेजिङ गर्ने कुरा होइन, आगो लगाउनु हुँदैन, आगोबाट बस्नुपर्छ भन्ने कुरा उसको क्षमता र उसको गक्ष्य अनुसार उसले चाहिँ ग्रासरुट लेभलमा जनचेतना जगाउने काम गरेको छ। यो क्षेत्र प्रायोरिटीमा परेन। कम्युनिटीको लाई सचेत गराउनको लागि, कम्युनिटीलाई तयार हुनको लागि, कम्युनिटीलाई क्यापेबल बनाउनको निमित्त राज्यले के खालको चाहिँ समन्वयकारी भूमिका खेल्यो त?